पुराना दलका झन्डा बोकेर वर्षौंसम्म सडक हिँडेका नागरिकहरू पनि आज एउटा नयाँ दृश्यको साक्षी बनिरहेका छन्। राजनीतिक अवस्था फरक भए पनि जनताको मनमा परिवर्तनको चाहना भने साझा भएर देखिएको छ। हिजोसम्म पुराना दलहरूको झन्डा बोकेर नाराबाजी गर्ने धेरै नागरिकहरू आज राजसभाको सम्भावित विजयप्रति खुसी व्यक्त गर्न विजय उत्सवको तयारीमा लागिरहेका छन्। यो दृश्य एउटा गहिरो सन्देश दिएको छ कि जब जनता केवल पार्टीको अन्धभक्त भएर बस्न चाहँदैन, उनीहरू परिणाम र परिवर्तन चाहन्छन्। वर्षौंसम्म एउटै आशामा राजनीति गर्दै आएका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा आज त्यही जनताले पुरानो सोचभन्दा पनि माथि उठेर वैकल्पिकलाई स्वागत गरेको देखिन्छ। यो कसैको हारको उत्सव मात्रै होइन, यो जनताको धैर्य अन्तिम चेतावनी पनि हो। यदि राजनीति जनताको सेवामा केन्द्रित भएन भने जनताले जुनसुकै बेला पनि निर्णय बदल्न सक्छ भन्ने एउटा स्पष्ट सन्देश अहिलेको माहौलले देखाएको छ। त्यसैले आज देखाएको यो दृश्यले यही भन्छ कि जनता पार्टीभन्दा ठुलो हुन्छन् र जब जनता परिवर्तनका लागि उठ्छन् तब पुराना झन्डाहरू पनि नयाँ आशाको उत्सवमा मिसिन थाल्छन्। धन्यवाद।